हेलो गुड मर्निङ सबैजनालाई फेरि पनि स्वागत छ आजको नयाँ भ्लगमा। आजको दिन यस्तो छ अनि यहाँ चाहिँ पानी पर्नै लाग्यो। हामी चाहिँ त्यहीँ जानुपर्छ पूजाको लागि। सो आजको भ्लग हेरिदिनुहोस् होला अन्तिमसम्म के कस्तो हुन्छ है। आफ्टर लङ टाइम भ्लग हाल्दैछ। अब पूजाको रिमेम्बर हुन्छ भोलि पर्सि फ्युचरसम्म भनेर चाहिँ भिडियो हाल्न गइरहेको छु। हेरिदिनुहोस् होला आजको भ्लग अन्तिमसम्म। उठाएको छ त्यो खै यो उयो गर्ने चामल यो दुध सबै एकै ठाउँ खोलेर हाल्नु। ती सपना गरिकन हेर ढोक ढङ्कर गरिकन सुपको ढोकी गरिकन हेर लपरसरी तिमीलाई परसरी तिम्रो थान सपना गरिकन हेर ठेगालो उठाइले उठे लपरसरी कोलाप गर्न नजाने कोलाप गराइदिन हेर ती सपना गरिकन उठी सपना गरिकन हेर हे परमेश्वरी हेर ढोक ढङ्कर गरिकन हेर तिमी भनेको राजा जो किरानी तिमी भनेको जो तिमी भनेको जो राजा तिम्रो सधैँको रीतिरिवाज गरिकन हेर हामीले भव्य पुर्खेहरूले लपरसरी सुझाएको बुझाएको लपरसरी ती रीतिरिवाजले तिमीलाई सुझाउँदैछौ बुझाउँदैछौ लपरसरी हेर तिमी लपरसरी तिम्रो ढोका तिम्रै नयाँ लस्करमा तिमी खेली डोली जानु तिमीलाई सुनाइ बत्ती देखिन लपरसरी सुना बत्ती गरिकन बत्तीकिन पान फुल गरिकन हरेस गरिकन सिन्दुर सुपारिकन हलम ध्वजा गरिकन हेरी परमेश्वर हेर जोगी राजा जोगी रानी तिमी सात संसारी माइ तिमी मुलुकिनी राजा मुलुकिनी राजा दिने जाबे दिने कपुरबत्तीहरु बाला मिलन आऊ परमेश्वरी के पीर पचाला गणमा पचाला हुकिना पनि परमेश्वरी के स्यो त मनो महादो मनो देव गौतम म स्यो सरके पोषि भाइ पता अर्जुन आइ चाहिँ केटाहरु दुकर बाला चोपर्नी फो स्यो वास्यो छ परमेश्वरी तल कलम पिछिको बोलाउन पर्ने थियो निचिमा पनि लपसरी के पीरमा पचाला दिमा पनि दुखीमा पनि लपसरी दिमरा पचासीमा पचारा चाहिँ कोले गरेछ आशीर्वाद के सबैले धुप बाँड्दियो एक एकवटा परमेश्वरी दिमरा पचासीमा पचारा पचानीमा परमेश्वरी के स्यो दुमेनी हातु मेली तुमिना परमेश्वरी आशीर्वाद के चामल बनोला परमेश्वरी के पीरमा पै ठय ठकरमा पै कदमा मलाई कि माइमी एकल परमेश्वरी के ठाकुरानी माल मते स्मितरी मैदान मिकोटी मे गोटी मैदान शब्द मैदान देता बाता ओस्यो बास्यो छ कुदुमेनी महादुमेनी देउ तुमेनी शरण आस्यो बास्यो छ आशीर्वाद के छ स्यो सरगाम भास्यो बासा मी स्यो सरगाम पैसा छ परमेश्वरी की थानी मानी गते कुदुमेनी बनाइदिने काम हो नि त यहाँ हेर न अन्त यहाँ हामी त केटीहरु भएर हामी आफै बनाउँछौँ यस्तो इन्टरभ्युबाट लिइराख अन्नर मेरो देख्दैन होला भाइ यहाँ कुकमा चाहिँ यहाँ बडीहरू एकदम केटीहरु छैन नि त भाइ हामी त नजाउँदैन नि हामी मुखियाको केटीहरु त यस्तो छ नि खराब खराब हो हामी त डेन्जर हो नि यस्तो केटीहरु त हामी त केटाहरुलाई जिताउने खालको डेन्जर माथि पनि डेन्जर है यहाँ चाहिँ टोपी नै है झोला नेमजर मलाई चिन्यो हजुर म्याचिङ छ त है ज्याकेट र यो कुकुर त म एकदम म्याचिङ
त मेरो पो हुँदो रहेछ त भाइ त्यसको छैन है गलत भएर मर्यो म त भगवानजी बिड त छ नि अब तातो हाम्रो यहाँ पकाउने चाहिँ गोलाइमा छ नि त यहाँ ठुलो जग्गा छ कि त्यहाँ बनाउँछ प्रसादहरू चियाहरू चाहिँ यहाँ छ यहाँ चाहिँ चाय प्रसादको लागि सिसा लिएर आउँछ यस्तो छ बाटो चाहिँ चल गरिदिनु ल परसरी के सेउ दुमिनी भा दुमिनी देउ दुमिनी परसरी के फिरफिरमा पचला झै झगडामा पचरा घैली घैलीमा पचा हे कुदुमिनी दुमिनी देउ दुमिनी गौ छेउ सके अवश्य अवश्य छ परमेश्वरी के सृष्टि देता अवश्य छ सृष्टि निको निगास्यो छ परमेश्वरी लो उडाइदिनु नानी लो उडाइदिनु छोडिदेऊ हल्का छोड हो त्यही छोडिदेऊ हो त्यही छोडिदेऊ छोडिदेऊ हुन्छ 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 अब नाच्छु है नाच्छु देवर भाउजूलाई चाहिँ मजाले निकाल्देऊ है यस्तो खिरमा हो कि खिर कस्तो हुन्छ अहिले तिमीहरूले तारिफ दिनुपर्छ तर दुध कम्ती भएर चाहिँ पानीमा खिर पकाइरहेको छु है पानीमा दुध पनि छ संसारी माइकी 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 जय शिव शम्भु गाडीमा आयो कहाँ हो म त बिहान नै रिएँ सफा गरेँ म चाछु सर फाइनली अहिले चाहिँ पूजा सक्यो है पूजा सकेर अब चाहिँ यहाँ तल प्रसादहरू बनाएको छ प्रसादहरू खाने आज त्यस्तो भिडियो चाहिँ डिटेल्समा देखाएन पहिला पनि देखाएको त्यही भएर कस्तो भयो आज राजेन कहाँ पूजा अन्त पूजा आज एकदमै राम्रो भयो एकदम राम्रोसँगले नै अब सबै नै राम्रो गऱ्यौँ पूजा अन्त अब हाम्रो गाउँघरमा केही यस्तो रोग कष्टहरू नआओस् रोग कष्टहरू नलागोस् अब भुल पहिरोहरू बेसी नचलोस् असिनाहरू नआओस् भनेर सबै भगवान्हरूलाई नै हामीले एकदमै राम्रोसँगले पूजाआजा गरेको छौँ चढाइदिएको छौँ सबै कुरो र सबलाई अब राम्रो होस् हाम्रो नानीहरूलाई पनि अब केही यस्तो रोग कष्टहरू मैला खटेरा केहरू नआओस् भनेर चाहिँ हामीले सञ्चारी पूजा आज भव्य रूपमै सम्पन्न गरियो त्यसको लागि अब धन्यवाद छ सबैजनालाई राम्रै भयो गुरुजीलाई पनि एकदम राम्रो छ गुरुजीलाई पनि धेरै धेरै धन्यवाद धन्यवाद सबैको बरफल मिलोस् सबै राम्रो होस् राम्रै भनियो है गुरु हजुर एकदम राम्रो एकदम राम्रो भयो प्रसादहरू छ नि है हजुर हाम्रो भाउजू बडीहरू चाहिँ जोडै खटेको छ आज हामी पुरा खटेको छौँ यहाँ हेर्नु हामीले यसरी आल्दा पर्छ यहाँ भाइ हेर्नुपर्छ यहाँ खिर बनाएर
पुरी चुपर छ ल यसमा हाल त ल सबै यसमा हाल हैन कलर चाहिँ मिठो छ तारिखको राम्रो छ है कस्तो दुध कति छैन कस्तो टाइम बनाएको छु अब यो खिचे चाके मात्रै यो चाहिँ के हो अब यो चाहिँ अहिले सुक्खा हुन्छ पुरी आलु सुक्खा हुन्छ त्यसो ब्ल्याक टी हल्का केटाहरूलाई मेरो अनफट माथि आएको भए त दुखिरा गर्छ र म दिनु नानी ल 5 किलो गर्नुस् न मलाई कसरी याद गर्यो कसरी याद गर्यो है अन्त याद नगर्नु बल्ल बल्ल दुई पूजा गरेको छ नि त बिहा गरेको दिन भर्खर अरे फर्स्ट टाइम बुढाबुढी पूजामा एकदम है एउटा पेला दिनुहोस् त अब दुईटा चिला सर्कै फर्स्ट टाइम ए तपाईँ हो लाखे है केटाकेटीलाई हालिदिने आलु अलिक कम्ती चिया खाएर भोक मेटिसक्दा त्यसलाई अन्त यहाँ बुढीभित्र हल्नु बिहानदेखि त्यही नै खाएको नि त हाम्रो पूजामा सानो नानी सबसे सानो नानी सम्झना नि यस्तो गरेर मेललाई लिदिउँ भनेको दिएको लु भाइ हातले खा चम्ची फ्याङ्दै हातले दियो फ्याङ्दिदिनु कति हो नि दा रोटी ल्याइदिनु रोटी नपऱ्यो मलाई पनि हालिदिनु न एउटा कहाँ गएको लाटा जस्तो 6वटा भइसक्यो ए खुसी लाग्यो आज खाना बनाउनु पाउँदा पूजामा बेलनाहरू कहाँ पुऱ्याए हाल मैले हालिदिनु भयो ल हामी दुई घरको त स्पेसल गेस्ट हजुर हामी अन्तिम खाएको दिउँ है ओके छैन भाइ कलेज बङ्ग हानेर केटाहरू हो सिधै एनपीबाट आइदियो पूजाहरू बङ्ग हानेर केटाहरू कलेजहरू बङ्ग गरेर अब चाहिँ सक्यो है हाम्रो आजको पूजा हाम्रो चाहिँ सधैँको ड्युटी पूजा सकेपछि कालो भाडा बोक्ने यस्तो छ ड्युटी माथि उही छ